नमस्कार सम्पूर्ण साथीहरूलाई। मैले काम गर्ने ठाउँको मौसम अहिले रातभरि पानी परेको थियो, चिसो चिसो छ हैन। अनि यसको साथमा यस्तो मनमोहक दृश्य पनि छ के। तर यो ड्राइभिङ इन्स्टिच्युट हो हैन। अनि म तपाईहरुलाई आज केही देखाउँ भनेर यहाँ भिडियोमा कैद गर्न लागेको। यो जापानको चोखो सहरको शिवसाकी भन्ने स्टेसन नजिकमा पर्छ। अनि यो मैले काम गर्ने कम्पनीको छतबाट यस्तो देखिन्छ के। हेर्नुस् त, यो चाहिँ फुजी माउन्टेन हो हैन। त्यति क्लियर त छैन, जुम धेरै भएछ के। हेर्नु त, यो जापानको यो डाँडा काँडा देखिएको भागमा अन्यत्र कतै त्यस्तो माउन्टेन देखिएको छैन। हाम्रो नेपालमा जस्तो। तर पनि यो दृश्यमा चाहिँ यो बिहानको यो यतिको सफा मौसममा फुजी माउन्टेन यतिको देखिएको छ के साथीहरु। यहाँको चाहिँ अब माउन्टेन यही नै होला। यसको बारेमा अरु जानकारी त मैले केही पाएको छैन, हेरेको छैन है। त्यति थाहा पनि छैन। माउन्टेन हुनाले देखाइदिएको, तर यसको नाम चाहिँ फुजी माउन्टेन रहेछ साथीहरु। तपाईहरुले पनि हेर्नु होला। हुन त यो भन्दा राम्रो हाम्रै देशमा छ, हाम्रै नेपालमा छ है। तर पनि अब अनि कोहीले भन्दो रहेछन् कि यो फुजी माउन्टेनको आकार चाहिँ हाम्रो नेपाली ढाका टोपीको जस्तो के। जापानिजहरुकै मुखबाट सुनेको मैले। हाम्रो नेपाली पोसाकको नेपालको नेपाली पोसाकको टोपी छ नि, ढाका टोपी। हाम्रो माउन्टेन पनि त्यस्तै आकारको छ भनेर चाहिँ एकजना जापानिज बुवाले भन्नुभएको थियो के मलाई। मलाई पनि हो कि जस्तो लाग्यो हैन। तपाईहरुलाई के लाग्यो त साथीहरु? हस्त नमस्ते। Have a sweet day.